नमस्ते। पहिलो प्रथम म भिजन एन्ड भ्यालु ओभरसियर्सलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँको म सर म्यामहरू अल सर म्यामहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै नै टिकटक त म प्राय हेरिरहेको छु। हेर्दाखेरि ठ्याक्कै भिजन एन्ड भ्यालु यो ओभरसियर्सको देखेँ है। अनि देखेपछि अरे म त यहीँ बस्छु स्वयम्भू, म त एकपल्ट यहाँ म जान्छु भने। अनि मैले कल गरेँ यहाँ म्यामलाई। अनि म्यामले उठाउनु भयो। कहाँ बस्नुहुन्छ भन्नु पनि मैले म चाहिँ अहिले यहीँ बस्छु, घर चाहिँ मेरो सरलाई हो भने। अनि आउनुहोस् न त, हाम्रो अब लास्ट इन्टरभ्यू छ, अब 2-3 दिन बाँकी छ, तपाईँ आइहाल्नुहोस् भन्नुभयो। अनि म आएँ, खोज्दै आएँ। अनि आएपछि यहाँ आइसकेपछि पहिला त्यहाँ म्यामकोमा गएँ उता। अनि म्यामले भन्नुभयो हजुर के यहाँबाट जान चाहनुहुन्छ भन्नु। चाहन्छु म्याम, मैले यस्तो सुनेर आएको भने। अनि आइसकेपछि अनि सबै भन्नुभयो म प्री इन्टरभ्यू पनि पास गरेँ। ऊ पनि सबै 0 कस्ट, यहाँले 1 रुपियाँ पैसा पनि लाग्दैन। अनि त्यसपछिबाट अनि अब म्यामहरूको पनि यहाँको सबैजनाको हुन्छ नि, अब सबै राम्रो छ, अब राम्रोसँग भन्नुहुन्छ। 0 कस्ट सबै यो 1 रुपियाँ पैसा लाग्दैन। त्यसपछिबाट अब इन्टरभ्यू दिएको पनि अब ठ्याक्कै क्या कस्तो छिटो आयो क्या, म आफै छक्क परिरहेको छु क्या। त्यति छिटो आयो कि म त दङ्ग परेँ। अनि अरे कति छिटो भिसा आएको। अनि मेडिकल गर्न बोलाउनु भयो। अब तपाईँहरूको मेडिकल चाहिँ आउनुहोस् भन्नुभयो। अनि मेडिकल गर्न पनि आयौँ। मेडिकल गरेको पनि फेरि भनौँ न हप्ता दिन नपुग्दैखेरि अब मेडिकलहरूमा पास भइसकेपछि अब हजुरहरूको टिकट आयो। अब हामी 2 दिन अगाडि कल गर्छु भन्नुभयो, टिकट पनि आयो। हाम्रो पैसा 1 रुपियाँ लागेन। त्यो मेडिकलमा लागेको पैसा पनि हाम्रो फिर्ता आयो। अझ हाम्रो त यो ओरिएन्टेसन क्लास गरेको, मेडिकल गरेको सब पैसा फिर्ता आयो। म भन्छु मेरो जति पनि अब हुनुहुन्छ साथीभाइहरू अब नेपालमा जति पनि हुनुहुन्छ, यो भिजन भ्यालु ओभरसियर्समा आउनुहोस्। यो कुनै पनि यो फेक होइन, कुनै पनि यस्तो होइन। तपाईँहरू नडराउनुहोस्, आउनुहोस्। यहाँनिर सर म्यामहरू सबैजना हुनुहुन्छ। मेरो दिदी बहिनी दाजुभाइ मेरो अब हुनुहुन्छ नि, अब आफन्तहरू पनि भन्छु धेरै हुनुहुन्छ। उहाँहरू पनि जान खोज्दै हुनुहुन्छ। मैले भनेको पनि छु आउनुहोस् भनेर। यो जस्तो मेन पावर चाहिँ हजुरहरूले कहीँ भेट्नुहुन्न। लु म चाहिँ भन्छु है, कहीँ भेट्नुहुन्न। जे होस् अब मलाई चाहिँ मन पर्यो है। आउनुहोस्, सबैजना आउनुहोस्। जता पनि हुनुहुन्छ तपाईँहरू, तराईमा हुनुहुन्छ या हिमाल पहाड जहाँ हुनुहुन्छ आउनुहोस्। यहाँनिर चाहिँ म भन्छु आउनुहोस् है। धन्यवाद। म यहाँनिर म्याम सरहरू सबैलाई धन्यवाद दिन चाहन्छु।